तिमीले मलाई हालेर यत्रो त हुन नपर्ने यार यस्तोले त छ तिम्रो कति हो छैन मेरो त्यसपछि अरूको चेक गर्न नपाइ मलाई हाले कसम छैन मैले साउन्ड थाहा भएछ मैले अचार गर्नै आएको कसम हेलो अनि नमस्ते सम्पूर्णलाई आज चाहिँ हामी ब्लाइन्ड फोल्ड मोमो च्यालेन्ज गर्न जाँदैछौँ याहू हामी चाहिँ ब्लाइन्ड फोल्डको लागि चाहिँ मार्क्स युज गर्न जाँदैछौँ अनि अनि जसले चाहिँ चाँडो खाएर सक्छ त्यसले चाहिँ 1000 रुपैयाँ पाउँछ है त कसले लग्छ है यो 1000 मैले होला नि हेरौँ कसले लग्छ लगाऊ नो चिटिङ है चिटिङ नै केही देखेको छैन कसम यार ल रेडी छौ नि लायो लाइसके रेडी रेडी ल 1 2 3 स्टार्ट खोल्न नपाए नि म मार्दिन्छु फेरि बुझ्यो ओके चेस खोइ त आउँदैन त ल कहाँ छ है अचार यहाँ रहेछ अचारै आएन मिठो भएर छ पिरो छ मिठो भएको छ म त अचार खानु पाइनँ तर उदाउट ऊ पनि मिठो छ क्या मोमो अचार डिप गर्नै पर्छ अचारै भेटिन अर्को हाल्दै छाम्न पाइन्छ नै ओन्ली वान ह्यान्ड डिप भयो दुई प्लेट मोमो है हाम्रो चाहिँ मैले त बल्ल एउटा खाएँ तिमीले थपिन्छ त फेरि अचार चाहिँ डिप गर्नै पर्छ ल दामी कति उठायो 3टा तिमीले पिरो हाल्न लाग्यो क्या यता हात यता आउँछ त पिरो तर मिठो भयो हामीले एउटा कुरा बिर्सेछ नि थाहा छ ड्रिङ्क चाहिँ राख्नु बिर्सेछ यता मैले टेबलमा राखेको क्या अर्को चिटिङ गर्नु नपाए नि कसम गरेको छैन मैले मैले पनि छैन छैन क्या हेरेको छैन पिरो एक कहाँ हालेर चाहिँ मैले भुइँमा पो हालिरहेको रहेछ भुइँमा अचार भनेर क्या अनि मैले फर्स्टमा त्यस्तै भएको छ सबै छ क्या मलाई हाल्यो क्या तिमीले मलाई हालेर यत्रो त हुन नपर्ने यार यस्तोले त छ तिम्रो कति छ है छैन मेरो हातमा त्यसपछि अरूको चेक गर्न नपाइ तिमीले मलाई हालेछ स्योर कसम हालेको छैन हो स्योर अहिले यतिकै स्योर 10 वटा त मैले खाइसकेँ जस्तो लाग्छ त नि काउन्ट गर न कति छ
मजा आयो। अचार पिरो तर मिठो भएको क्या। म त के गरिरहेछु थाहा छ? आँखा पनि बन्द गरेर खाइरहेको छु क्या। सेम मेरो पनि बन्द छ। हाम्रो चाहिँ पोर्क मोमो हो यो। पिरो छैन है छैन। मलाई हाले कसम छैन। मैले साउन्ड थाहा भएछ। मलाई अचार उ गर्नै मलाई आएको साउन्ड थाहा कसम। भएछ। कसम मेरो हातमा एउटा मोमो छ तर म त अचार डिप गर्न आएको हो क्या। कसम हालेको छैन। छैन रहेछ ल। झुट बोल्यो। छैन रहेछ हालेको भने। मैले सक्यो होला भनेको छु क्या। मेरो मोमो छ यहाँ एउटा। निकाल्यो? चाहिँ 5 वटा भइन्छ यार। यो तिमीले हालिदिएको एउटा भर्खर किनभने मेरो थिएन यहाँ। होइन हो चेला कसम। तर म खाइदिन्छु। मेरो 21 हुन्छ। म सकाइसक्यो। तिमी खोलेको? तिमीले मलाई बढी हाल्दै थियो कि त्यही भएर कसम हालेको छैन। मैले लास्टमा एउटा हाल्दिएको। नो हारेपछि जे पनि भन्न पाइहाल्छ नि। बिचारा तिमी साच्चै चिटिङ गरेको छैन? कसम गरेको छैन। तिमी विनर होला। अब यो म दिन्छु। मजा आयो। कस्तो थियो मोमो? यो लास्ट स्पाइसी। दामी थियो तर यो अलिक पिरो थियो। लास्ट स्पाइसी। ओके कङ्ग्रेचुलेसन। धन्यवाद। उसको 1000 रुपियाँ पनि मैले जितेँ। आजको ब्लाइन्ड फोल्ड मुकबाङ च्यालेन्जको विनर चाहिँ म हो। लुजर चाहिँ सुभाष। त्यस्तो धेरै टाइमिङ फरक चाहिँ थिएन है त। तर पनि मैले जितेँ नि त जे जस्तो भए पनि। तर तिम्रो पनि एउटा खाएँ नि त मैले। त्यो भनेपछि त म यतिकै एक्स्ट्रा विनर भइहालेँ नि। आजको हाम्रो ब्लाइन्ड फोल्ड मोमो च्यालेन्ज चाहिँ यति नै रहेको छ। आई होप हजुरहरूले हेरेर इन्जोय गर्नुभयो होला। अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद एन्ड सी यू नेक्स्ट टाइम। बाई बाई।